शुभ दीपावली तथा छठको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनी तथा आमा बुबाहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। आकार सुभाष बस्नेत तथा सम्पूर्ण बस्नेत परिवार श्री ममदन मेट्रो वर्कशप चन्नागिरी काठमाडौँ। शुभ दीपावली तथा छठको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनी तथा आमा बुबाहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। गुरु नवराज शिवशक्ति आश्रम नैकाप गढीडाँडा। शुभ दीपावली तथा छठको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनी तथा आमा बुबाहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। साथै हाम्रा सम्पूर्ण सहयोगीदाताहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। अध्यक्ष नमस्ते सुनार अनाथ असहाय बाल सुधार समाज परिवार शिवपुरी डाँडा गाउँ। शुभ दीपावली तथा छठको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनी तथा आमा बुबाहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। कलाकार राजकुमार थापा तथा सम्पूर्ण थापा परिवार। अनि दसैँमा तेरो जेठाजुले सटक सुटु गरेर बिहा गरेर भनेर सुनेको थिएँ। एक्लै लन्ठै आएको देखाएको थिएँ। के थाहा, अब त उनीहरूकै मनमानी चल्छ। सासूले कति पैसा दिएको थिए, दुईजना भएर हनिमुन मनाउन गएका रे। अब के पर्यो कुनी, जेठाजु एक्लै आएको थिए, फेरि अहिले ऊ पनि एक्लै आइज। के भयो थाहा छैन। एकै सहरिया के भएर फार्ती फुर्ती लाउँथे त। हान्ती मुन्ती के बोलेछ, हान्ती मुन्ती भएर हाम्रो गाउँभन्दा पालिपट्टि क्या त्यसको माइती त्यही रहेछ, निकै फुर्ती लाउँथे। यो आमाले नि के भने होला क्या, त्यो हान्ती मुन्ती भनेर मैले कहाँ भने हो र? त्यो त मलाई पनि थाहा छ नि, माइती भन्दा पारिपट्टिको गाउँ भनेर। तर यहाँ सहरतिर बे गरेपछि हनीमुन भन्ने जान्छन् के, बे गरिसकेपछि त्यो भने नि कहाँ उतातिरको हुन्थ्यो। यो थाहा त मलाई। अनि तँलाई पनि जोइ साहबले हान्ती मुन्तीमा लानुभएको थियो त। अब आफ्नो त आएको दिनदेखि सासूले पोका लुगा फ्यालिदिन्थिन्, त्यो धुनु त्यत्तिकै, घरभरि पाहुना आउँथे, भाँडा मान्नु त्यत्तिकै, एकछिन घरको कामले फुर्सद हुने थिएन। अहिले पनि देख्नु भयो नि दुःख के को, मलाई हनीमुन न सनीमुन। अब त सवलिन् त्यो जेठानले पनि। हुन त जेठी भएर आएपछि तैँले माझा भाँडा के चित्त बोल्ल, तैँले धोएको लुगा तेरो सासूलाई के चित्त बोल्ल, सबै उसैले गरिहाल्छन्। त चुप्प लाएर बस। अब चुप्प लाएर बसेर सुहा पाउने भयो त भइहाल्थ्यो नि आमा। म त झन् पहिलेदेखि मनै नपरे बुहारी, झन् अहिले त धनी बडा महारानी नै आकी छे। अब त झन् के होला नि यो गरा, कहाँ सुहा पाउँछ हामीले। भगवानको कृपा जे होला होला। हुन त जय साहब हुनुहुन्छ क्या रे, हामी बसेकै जयको आरोले हो होला नि केही न केही। खै के होला आमा। अब म मन नपरे बुहारी, ज्वाइँ मन नपरे छोरा। अब राम्रो हुने भयो त पहिल्यैदेखि राम्रो भइहाल्थ्यो नि। अब चाहिँ के होला र? अचम्मै छ यो घर। अरू मान्छेले हो कान्छो छोरा चाटौला जस्तो गर्छन्, यहाँ त कान्छैले हेला गरेछन्। अब त्यो ज्वाइँको कारणले हो र आमा, हाम्रै कारणले हो नि। अब मैले टन्न दाइजो ल्याउन सके भए माया गर्थे, त्यही दाइजो नभएर नि। अब हामीसँग छैन, आफू त यहाँ कामसौँ भएको छ। खै त मलाई बिहे गरेको गराइदिनु पर्दैन, उताको साइनलाई फेरि भाउ सोझो भन्ने होइन नि। यताको बुढा चिनेको छ मेरो। ला गप्पे कुरा त मैले सुनिहालेँ नि। भित्ताको नि कान हुन्छ, यसो विचार गरेर बोल्नु पर्दैन। थुक्का भाउजूसँग पनि पपी सबै माग्छ, लाज लाग्दैन? उता साइनेलको भाउजू भने होला, यता साइनेल के को भाउजू न साउजू, त्यही भएर त मागे होला नि। ए त्यसो भए म जजले जे मागे त्यही दिँदै हिँड्नु? जाब बिग्रिने होइन भत्किने होइन, के हुन्छ त दिदा? यहाँ जे पाए त्यही कुरा बोलेर मेरो घर भाड्न आएको, फुरुक्क न गइहाल्ने। अहिले मेरो सासूले थाहा पाउनु भयो भने मार्नुहुन्छ मलाई। नचिनेको सासू हो र तिम्रो? दसैँमा त टिका लाउन आएको थिएँ, कुरा नमिलेर रित्तै गयो। कुरो किन नमिलेको म भन्दिम? मेरो कान्छी नन्दा तागेपछि कुरो मिल्छ? टिका मात्र लाउन आउनु पर्यो नि, अनि पो कुरो मिल्थ्यो। अब चाहिँ कुरो मिल्ने बेला आएको छ। तिहार पनि आउँदैछ, खुरुक्क न मेरो नन्दा घाटबाट टिका लाउने।
अनि मम्मीसँग पनि कुरो मिल्छ मसँग पनि कुरो मिल्छ। लाउँछु नि तिम्रो नन्नको हातको टिका भनेपछि नन्न चाहिँ नि त्यही घन्टाउकेलाई भिडाउने होला होइन? त्यस्तो बुढोलाई छि 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 त्योभन्दा त म कति कान्छु। भो उमेरको धाग लाउनु पर्दैन, मौका मिलेको भयो मलाई त। बाँकी राख्दैन भन्न खोजे होला। म त्यति साह्रो स्त्री लम्पट पनि होइन। लम्पटै भयो नि अर्का बुढीले आँखा चाहिँ किन लाउने नि? ओ आयो लुगाको गुन्टा नयाँ बढी के हेरेर बसे मिची मिची नधोएर दसैँदेखिको मैला होला। धुन्छु नि म लुगा धुने जस्तो देख्छ? ममतालाई धुनलाई मम्मीले झारिदिनु भयो होला। आमा नमस्कार, सन्चै हुनुहुन्छ नि? मेरो छोरीलाई त आँखा लाग्यो मेरो भर्खर बिहे गरेको नयाँ बुहारीसँग तासेर बस्नलाई तर लाज छैन। यसलाई जा मात्रै होइन मम्मी, यसलाई तिहारमा च्याप्प समातेर नन्दको हातबाट टिका लगाइदिनु पर्छ। ए बाबा टिका जसको हातको लगायो नि के बिग्रिने हो र? दसैँमा आमाले टिका लगाइदिनु भएन? यस्ता पाठकीको के कुरा गर्नु? यस्ता टिका लगायो नि के नलायो नि के? झन् टिका लगायो भने त दिदी बहिनी भनेर साइनो लाएर झन् लुसुलुस आउँछ। यो हुन त हो मम्मी, मेरो माइती गाउँमा एउटा केटी दाई दाई भनेर हुरुक्कै हुन्थे, बुढा नभएको बेलामा त घरमै ल्याएर राख्थ्यो। ए त्यस्तो है, गजबै रहेछ नि। अझ दाँटीका हिही गरे हातलाई लाज पनि छैन। हाम्रो यहाँ सासूबारीको कुरा छ, खुर्क गयो अन्त। हुन्छ आमा, म यहाँ बस्न भनेर आएको त होइन, किशोरले बिहा गरेर ल्याइहालेछ, यसो बधाइदिउँ भनेर आएको आमा। हुन्छ आमा म गइहाल्छु। हस् मर्न नसक्ने ताल परे मलाई नै आँखा लाउनु खोज्छ। यस्ता मान्छेसँग गर्नुहुन्न के नानी? नानी रानीहरू कस्तो लाग्यो त तिमीलाई? छोराले माग्दाखेरि दिने होइन नि फेरि? त्यसलाई त जति पैसा भए पनि पुग्दैन। अस्ति तिमीहरू घुमेर आऊ भने 1 लाख रुपियाँ दिएर पठाएको, पैसा पुगेन भने त्यहाँ 3 लाख तिर्नु पर्यो भने तिमीलाई त्यो बनाइकी राखेर आएको छ। फेरि के गर्नु त मम्मी, जहाँ गए नि रक्सी खानुपर्ने तपाईँको छोरालाई, त्यो पनि महँगो महँगो। मलाई पनि कर गर्नु भएर मैले नि खाएछु झ्याप भएर। बोबो बारी छोडिदेऊ, त्यसको बानी त्यस्तै हो। मैले अलिकति लुगा खसालिदिएको छु, त्यो लुगा धोएर ल्याऊ, म तिमीलाई मिठो खाना पकाएर राख्छु। मैले लुगा धुनु र मम्मी त्यसले ढोको लुगा मलाई चित्तै बुझेन कि, त्यही भएर म खाना पकाइराख्छु नि मिठो गरेर है। त्यो ममताले लुगा ढोको चित्तै बुझ्दैन मलाई। बल्ल मैले भने जस्तो बारी पाएँ, राम्रोसँग धोएर ल्याऊ है बारी। त्यसलाई त मैले जाँदैन त्यसले लुगा ढोको। ल म खाना बनाउनु गएँ बारी। ल किन छक्क पर्छ आमा छोरी? मेरो लुगा धुने बानी छैन क्या ममता, यति लुगा धोइदेऊ न। तिम्रो त लुगा धोइरहने बानी आमाले दिनु भएको, मेरो मात्रै लुगा छैन, आमाको पनि छ क्या। आमा छोरी छौ एकैछिनमा सकिहाल्छ नि, बसी बसी खानुहुन्न क्या आमा, पच्दैन। आउने बित्तिकै हैकम त खुबै जमा छ। म यो घर आएको 10 वर्ष भइसक्यो। जेठानी भयो नि पहिला भित्र त मै हो नि। यसरी मेरो आमालाई काम हराउन अलिकति लाज शरम छैन भने? 10 वर्ष भयो नि 20 वर्ष भयो नि, जेठानी त मै नै हुँ। फेरि किन चित्त दुखाउनु त? आमाले नि गाउँमा त लुगा धुनु भएकै होला त नि, बानी त परिरहेछ होला। जेसुकै भए पनि मेरो आमा हो। मेरो आमालाई कसैले काम हरा मन पर्दैन मलाई। मैले त अहिलेसम्म सिमको पनि भाप्न लागेन। हुँदैन त छोरी, हुँदे। यति लुगा धुम्ला नि, यति लुगा धोएर मरिन्छ र? मलाई पनि कसैले बसी बसी खाएको मन पर्दैन, त्यही पनि मेरो घरमा। आमा त बुझ्ने हुनुहुँदो रहेछ नि, सिका आमासँग जाउ खुर्कन लुगा धुनलाई। मैले भनेको होइन छोरी, आउने बित्तिकै जताउँछ आज लुगा धुनलाई।
भोलि भाँडा मान लाउँछे पर्सि फेरि खुट्टामा तेल लगाइदिए भन्छे त तेल लाएर बसेस् पख्नु न आमा ज्वाइँले भन्नुपर्छ ज्वाइँले भयो क्या नि ज्वाइँको दाजु भाइ झरा होला नि मैले बेला भन्दै छु नि त्यो केटीलाई आँखा लाउने होइन नि ए दाइ त्यो केटीले मलाई मन पर्यो भने मेरो तँलाई मन पर्यो भने तेरो बाजे राख्नै पर्दैन नि बाउ जस्तो मान्छेले मलाई दाइ भनेको छ केटीले कसलाई मन पराउँछ त्यसै थाहा हुन्छ मलाई बाउ भनेको तिमीले नाते देखाइदियौ तिमी ठुलो कि म ठुलो त तिमी नै छौ नि ठुलो हात्ती जत्रो छौ म मुसा जत्रो छु उमेरको कुरा गरेर क्या उमेरको ल देखाउ त नयाँ त नारी पनि बोकेर हिँड्छ कर्म छ नारीटा नाइ त नभए चुहाउ लाएर बस्नु नि किन मलाई दाइ भनेर त दाइलाई दाइ नभने भाइ हो म तँलाई तेरो अनुहार र मेरो अनुहार ऐनामा हेरौँ त एकपल्ट ल हेर्नु पर्दैन केटीले तिमीलाई नै मन पराउँछ तर सपनामा त्यो केटी त्यतिकै मन पराएको पैसा लिने छ मैले उसँग तँलाई मन परा तैँले पैसा दिएछ के त्यो केटीलाई पैसा दिएछ अरे त्यो केटीले तिमीसँग पैसा ल्याएछ म सोधौँ त्यो निशा भन्ने केटीसँग पैसा लिनु छ नि त मेरो के पैसा चाहियो मैले काम गरेको नि त उसको के पैसा चाहियो कि केटी चाहियो मलाई पैसाको साटो केटी पाउने भए त यहाँ साउ महाजनले दिनको 10वटा केटी फेर्थे ब्याज पनि केटी साउ पनि केटी 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 मलाई अरू कुरो थाहा छैन मलाई त्यो केटी पाउनै पर्छ बेला नै तिम्रो साइज गर्नु हेरौँ को साइड लाग्छ त्यति बेलै थाहा हुन्छ ल खाएको बेला कुरो नगरौँ बिलतिर उठेर कुरो गरौँला ल जाउँ केटी चाहिने तिमीलाई फुर्ती देखाउने तिमी म चाहिँ बिल तिमी तिर न तिमी मऱ्यो नि त्यो दिनुमा भनेपछि कुरा त्यहाँ सब होइन आउनु पाएको छैन हैकम जाउन थाली तैँले लुगा नधोको यो गर भाडा नमाजे हो यो घरको काम नगरे हो ओहो हुँदा हुँदा अब आमाको त लुगा धोइयो उसको पनि धुनुपर्ने हो यस्तो हुन थाल्यो भनेदेखि यो घरमा के हुन्छ रण सङ्ग्राम हुन्छ काटाकाट हुन्छ मारामार हुन्छ अब एकपल्ट म आमालाई भन्छु दाइलाई पनि भन्छु यसरी हुँदैन यो त कुनै हालतमा पनि सहिन्न अरे यार पढे लेखे भनेर हुन्छ हेप्ने पनि एउटा सीमा हुन्छ नि अब अहिलेदेखि चाहिँ टाउको चलाउन थालेपछि भोलि के होला यस्तो कुरा त अलिकति आमाले विचार गर्नु पर्ने हो नि दाइ त गर्छ टार्छ त सबभन्दा ठुलो कुरो यो घरमा जे भएको छ आमाकै कारण भएको छ अहिले सौदा हाल्ने कुरो पनि आमाले उठाउनु भयो अब अहिले अब दाइको बिहे जस्तो पाए त्यस्तै केटी नगर्नु है भनेर भन्दा अब यसरी गरेको छ यो केटी कस्तो छ त मलाई मात्र थाहा छ यिनीहरू गतिलो हुन् र यस्ता घटिया केटीहरू दाइलाई एउटा मलाई एउटा भिडाउँछु भने आमा लागि परेको थिइन् दाइले त भिडाएरै छाडिन् धन्दा म अलिक जबरजस्ती नगएको भए मलाई पनि भिडाउँथिन् कति गरिन् भन् त झगडा चाहिँ नगर्नु है फेरि आमाले ज्वाइँलाई नभन्नु है भन्दै हुनुहुन्थ्यो मैले भनिहालेँ यहाँ झगडा भयो भने त के हुन्छ अब त झन् मन परेको बुहारी घरमा आछ अब आमाले उतैतिर लागिहाल्नुहुन्छ तपाईँको कुरा सुन्ने होइन दाइले पनि आमाकै कुरा सुनिहाल्छन् बहिनीले पनि उतैतिर लाग्छन् झन् त्यो जेठानी त जेठानी भइहाल्यो भनेर हुन्छ जेठानी भए पनि यो घरमा पहिला बिहे त हाम्रो भएको हो नि दाइले त भर्खर 2 दिन पनि भएको छैन दसैँ बिहे गरेर कता गए अझ मैले के सुनेको थिएँ उहाँ कतैतिर इन्डियातिर गएर
म पैसा तिर्न नसकेर भाउजू बसेकी रे अनि 3 लाख रुपियाँ तिरेर बल्ल लिएर आएको रे भने मैले सुनेको छु। आमाले 1 लाख तिरेर घुम्नु पठाएको रे हनुमान बनाउनु। हामीलाई देखिन छ नि दाइलाई पनि हनुमान बनाउन पैसा पनि पठाउने। बापरे मन पर्ने कति हुन्छ हेर्दै जाउँ न पछि थाहा हुन्छ। अब यिनीहरूको चरित्र सबै उदाङ्ग हुन्छ त्यसपछि थाहा हुन्छ यिनीहरू कस्ता छन् के छन् सबै मैले पत्ता लगाइसकेको छु। घरमा भोलिपर्सि इज्जत जाँदाखेरि अनि बल्ल थाहा हुन्छ। छोडिदिनुहोस् जेसुकै होस् अर्का चरित्र राम्रो होस् कि नराम्रो होस् तपाईँलाई के मतलब? आमालाई त्यही प्यारो छ हामीले भन्नुहुन्छ र? उनीहरू त मूर्ख भए तपाईँ यत्रो पढे लेखा मान्छे यसरी बल्लको भावनाले कुरा गर्नुहुन्छ? छोडिदिनुहोस् जेसुकै होस् आमाले एक दिन आफै ठक्कर खानुहुन्छ अनि चाल पाउनुहुन्छ। भनेर के हो? युद्ध जित्नलाई कलमले हुँदैन तरबारी चाहिन्छ। अनि यसरी यो घरमा यो आफू आदर्श बनेर हुन्छ। घरमा त हुने भइसक्यो भाँड पनि बचिसक्यो सधैँ आएको जहिले पनि नरम बनेकै हो आदर्श छाटेकै हो। हुँदैन झगडा गर्नु हुँदैन आमाको मन दुखाउनु हुँदैन बाउको मन दुखाउनु हुँदैन दाइको मन दुखाउनु हुँदैन कसैलाई के भन्नुहुन्न भनेर सदा खोज्दा आज यहाँसम्म आइसक्यो। अब पनि यसरी खबर जाने भनेदेखि भोलि अब के हामी छोडेर यो घरै छोडेर हिँड्नुपर्छ के भयो उनीहरूले घर छोड्नुपर्छ। अब बहुमत उनीहरूको छ उनीहरूले यो घर छोडेर हिँड्दैनन्। अब हामी कमजोरी छौँ हामी हिँड्नुपर्ने हुन्छ। त्यस कारणले बोल्नै पर्छ नबोली हुँदैन सहेर बस्नु पनि हुँदैन। अन्याय र अत्याचार सह्यो भनेदेखि त्योभन्दा महापाप केही पनि हुँदैन। भन्छन् मान्छे होइन समय बलवान हुन्छ रे समयभन्दा अगाडि केही पनि हुँदैन। अहिले हामी कमजोर छौँ यति बेला त शत्रुले पनि खेच्छन् त्यो भएर हामी अहिले बोल्नु हुँदैन हामी चुप लाएर बस्नु बेस हुन्छ। त्यसो भए अनि किन मलाई यस्तो उस्तो भनेर सुनाएको त? अब मैले लुगाको पोको ल्याएर फालिदिई धो भने उसको लुगा पनि दिई यसो गरी उसो गरी यस्तो भयो उस्तो भयो भनेर मलाई किन सुनाइरहेको त? अझै मलाई केही कुरा पनि नसुनाउनु रिस पनि हुँदैन जे हुन्छ हुन्छ। आमा भोलि शनिबार है अब तपाईँको मनपर्ने बुहारीलाई चाहिँ यसो नगरकोटतिर भ्रमण गरौँ भनेर विचार गरेको थिएँ। अब त्यहाँ बसिसकेपछि त अब खानु पर्यो है आज बस्नै पर्यो अब पैसा चाहिँ लागिहाल्छ आमा। त्यही भएर मलाई चाहिँ 1 लाख रुपियाँ मिलाइदिनु पर्यो आमा है जसरी भए पनि। के अरे अस्ति मात्रै त्यहाँ इन्डियामा 3 लाख रुपियाँ सिधाएर आयो 1 लाख रुपियाँ घुमेर आऊ भनेर दिएर पठाएको 4 लाख सिधाएर आयो। फेरि अब बेला बेलामा पैसा म कहाँ पाइदिने? के सोचेछ तैँले? म चाहिँ पैसा छाप्ने मिसिन भन्थाने क्या? अब त्यहाँ गएपछि अब बस्नु परिहाल्यो खानु परिहाल्यो यसो अब बुहारीलाई भ्यू देखाउनु परिहाल्यो। त्यही भएर त्यहाँ महँगो छ क्या आमा। त्यही भएर त जसरी भए पनि त्यो 1 लाख रुपियाँ मिलाइदिनु पर्छ। या आमा त्यो पैसा राखेर के हेर्ने भने किरालाई खान्छ कुहिन्छ त्यो पैसा राखेर के हुने क्या आमा? पहिला कमाएको पैसा खै अहिले पो छाप्ने मेसिन छैन। पहिले त धेरै पैसा छापेर छ नि त। हो त पनि जेल जाने मलाई पनि जेल पठाउने कुरा गर्न के पहिला हामीसँग पैसा छाप्ने मेसिन छ? मैले पैसा छाप्ने मेसिनको कुरा गरे होइन क्या आमा। हाम्रो त्यत्रो घर छ त्यत्रो बाल आउँछ त्यो बाल आउने त्यो पनि मेसिन होइन त त्यही कुरा गरे क्या आमा। 3टा घर त तेरो बाउ नेता बन्ने भनेर सबै सिद्ध्याइसक्यो। 2टा घर बाँकी छ अनि घर खर्च चलाउने कि तिमीले भन्या म रक्सी खानालाई दिने कि मैले कहाँबाट खर्च गर्ने? त्यही पैसा खर्च गरेको होइन? हो त्यही घर भाडा आएको पैसा मागेको त होइन फाल्टो पैसा मागेको छ त मैले। हो त्यो घरबाट भाडाको पैसा छ नि सबै तँलाई दिन्छु घर खर्च त चला अनि तँलाई थाहा हुन्छ के? म त्यस्तो ताउ दुख्ने काम गर्दिनँ के आमा। अब मुख समाचार नाकले पानी खान्छ त्यो तपाईँले गर्नुहोस् बरु मलाई बेला बेला पैसा दिइरहेको हुन्छ नि। हेर आमाबाट कमाएर खान्दिने बेलामा उल्टो मसँग पैसा माग्छ। अब त स्वास्नी पनि बिहे गरिसक्यो त्यो स्वास्नी मैले पालेर बस्ने हो र कमाएर खान्दिनु पर्दैन त? बच्चा हो? बच्चा त होइन आमा बच्चा जस्तै हो।
अब कमाइ नगएपछि फुर्ती लाएर भएन आमा त्यही हो अब सधैँ अब कमाइ छैन भनेर बसेर हुन्छ अब त्यो स्वास्नी छ स्वास्नीलाई के खान दिन्छ स्वास्नीले मैले खुवाइदिनु पर्छ ऊ आफै खाइहाल्छ नि तपाईँ हो केटाकेटी जस्तो कुरा गर्नुहुन्छ तपाईँ बच्चा हो मसँग झिस्केर नबस यहाँ खुरुक्क काम गर्न जा गरिबले पैसा माग्नु नआएछ यहाँ हुन्छ आमा म काम गर्छु पहिला नगरकोटतिर घुमेर आउँछु अनि बिस्तारै खोजौँला पहिले त्यो नगरकोट जानलाई पैसा दिनु न आमा छैन मसँग पैसा ए छैन ल ठिक छ के ठिक छ त्यसो भए तपाईँ बुहारीको रानी हारे बेचिदिन्छु म ए के छ यहाँ के भयो त्यो बुहारीको रानी हार बेच्ने कुरा नगर है कति मैले मायाले दिएको बुहारीलाई तँलाई म 25,000 दिन्छु बरु 25,000 त्यो 25,000 त्यो 25,000ले त कोटेश्वरबाट भक्तपुर जानलाई पुग्दैन नगरकोट कसरी पुग्नु म किन पुग्दैन किन बाटो भरि रक्सी खन्याउने जान्छस् कि क्या हो त ल भइहाल्यो 30,000 रुपियाँ दिन्छु ए भन भाइ हो देउसी रे भनेर देउसी माग्न हो र 5,000 बनाउनलाई बरु खुरुक्क 10,000 बनाइदिनु न 10,000 माइनस ल यस्तै न्यु खोजेर बस्न मसँग अन्त 1 रुपियाँ दिन्न म दिन्न हो दिन्न ल त्यसो भए बुहारीको हिराहार बेच यहाँ अनि के भयो त बुढा आयो त घरमा कहाँ हुनु गुरुबा अझै अत पत्तै छैन अनि मैले दिए औषध त खै गुरुबा यता जाँदा झोलामा हाले जस्तो लाग्छ न बाटोतिर खस्यो कि घरतिर कता राख्यो कि कहाँ हो हो यस्तो व्यथिति भएपछि तिम्रो बुढो घरमा कहाँबाट आउँछ त अनि गुरुबाले दिनुभएको औषधि बुढाको सिरानी राख्ने भन्नु भएन यस्तो हावा फुस्किया जस्तो कुरा गरेपछि कहाँबाट बुढो घरमा आउँछ त मैले आफ्नै सिरानी हालेर सुत्नु भने त त्यसरी नभन्नुस् न गुरुबा मन बिग्रिया बेला के हुन्छ दिमागले ठाउँ सक्दिनँ मलाई पढाए जस्तो हजुरलाई पढाए भए पो थाहा हुन्थ्यो त मलाई सबै थाहा छ समस्याको समाधान गर्ने हो अत्तालिने होइन अत्तालेको होइन गुरुबा अत्तालेको भए त म हजुरको आउनै थिइनँ नि उहिले बौलार हिँड्न सक्थेँ म अब यहाँ आउनु नआउनु उस्तै हो पहिला बुढोले पुड्छ भन्नुभयो सिरानी लगाएर यो सामान राखिदिनु ठिक हुन्छ भनेर भनेको बुढोले फ्यालिदियो भनेर भन्नुभयो के गर्नु फेरि अहिले बुढो हरायो भनेर आउनुभयो यो सामान लगाएर सिरानी राख्नु सबै थाहा हुन्छ भनेको कहाँ पर्यो भन्नुहुन्छ अनि कसरी आउँछ बुढो म के गरौँ त गुरुबा त्यसो भए आज दिनुहोस् म सम्झेर लगाएर सिरानी राख्छु सोच्छु तपाईँको बिर्सिने बानी रहेछ यो बिर्सिने बानी राम्रो होइन त्यही भएर त बुढोले हेप्या होला त्यसो त होइन गुरुबा बुढो केटीसँग लागेको छ त्यही भएर म यस्तो भएको दिमागले कामै गर्दैन सबै कुरा बिर्सिन्छु गुरुबा अहिले त अब यस्तै हुँदै गइरह्यो भने मान्छे बौलाउँछ आफूलाई सम्हालेर अगाडि बढ्नुहोस् कतिले लौनी छोडेका छन् कतिले स्वास्नी छोडेका छन् सधैँ लौनीको पछाडि लागेर हुन्छ घर गरेर खानुपर्छ अनि कसरी घर गरेर खानु गुरुबा आफ्नो भन्ने लौनी नै नभएपछि कहाँबाट मन सम्हालिन्छ गुरुबा मन नसम्हालेला सम्हाल्नु पर्छ मन नथामिएला थाम्नु पर्छ मर्नुभन्दा बोलाउनु निको भन्ने थाहा छैन तपाईँलाई त्यसमाथि तपाईँको बुढो तपाईँलाई चट्ट छोडेर गएको त छैन नि लोग्नीलाई कसरी बसमा ल्याउने त्यो आइमेको हातमा हुन्छ आफ्नो हातमा भएको भए गुरुबा किन यसरी दुःख गर्नु पर्थ्यो र लोग्नीको बुद्धि कहिले फिरेन फिर्छ अब नतालिकन मैले भनेको बाटो हिँड्नुहोस् अब सबै ठिक हुन्छ गुरुबा अब मैले के गर्नु पर्यो त मैले दिएको औषधि नबिर्सिकन आज गर्नुहोस् ठिक हुन्छ